हेलो नमस्ते यहाँहरू सम्पूर्णलाई है एउटा सानो जिज्ञासा लिएर आएको छु है। ओखलढुङ्गा जिल्लाका सांसद विश्वराज पोखरेललाई ओखलढुङ्गा जिल्ला खिज्जीदेम्बा गाउँपालिका वडा नम्बर 2 मा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयले स्वागत गरेन भनेर यत्रो गुनासो गर्नुभएछ। अब ओखलढुङ्गा जिल्लाका सामुदायिक विद्यालय सबैले माननीय ज्यू विश्वराज पोखरेल आउँदाखेरि क्लास स्टप गरेर चाहिँ नै उहाँलाई स्वागत गर्न गेटमा जानुपर्ने दिन आएछ होइन। यही गर्नको लागि तपाईँले ओखलढुङ्गा जिल्लाबाट चाहिँ नै चुनाव जित्नु भएछ होइन, सांसद हुनुभएको यही रहेछ तपाईँको उन्नति प्रगति। विद्यालयका आएनन्, मलाई गेटमा स्वागत गरेनन् भनेर यत्रो गुनासो ठुक्क तपाईँले यत्रो चाहिँ नै 30 वर्ष चाहिँ नै प्रहरीमा चाहिँ नै जनताको सेवा गरेको, अहिले सांसद भएर जनताको सेवक बन्नुभएको यही होला गति होइन। अब विद्यालय जति जम्मैले माननीय सांसद विश्वराज पोखरेल आउँदाखेरि उहाँलाई चाहिँ सबैजनाले स्वागत गरिदिनु होला है, उहाँ ठुलो मान्छे बनाइदिनु होला सबैजनाले है। मेरो सानो जिज्ञासा है साथीहरू, चित्त नबुझेको कुरो मैले सानो भिडियो बनाएको छु, अन्यथा नलिनु होला है। सामुदायिक विद्यालयले क्लास छोडेर कुन मन्त्री चाहिँ त्यहाँनिर बाटा हिँड्छन्, गेटमा आएर बस्छन्, गएर चाहिँ स्वागत गर्नुपर्छ भन्ने कुनै पनि कानुनमा छैन है। जस्तो मन लाग्छ हजुरहरूलाई त्यस्तै कमेन्ट गर्नु होला है। ओके, बाई बाई, थ्याङ्क यू भेरी मच।